7 लाख भन्दा बढी पेन्सन आउँछ मलाई देखाउनुस् त। म एउटा आइजिपी भएर आएकोमा त त्यो आउँदैन भने यहाँ भ्रष्ट कर्मचारीहरूले पेन्सनमा कर समेत कटाएर त्यो कर नेपालको राज्यको त्यो आय स्रोतमा समेत पुर्याएका छैनन्। ती सबै कर्मचारी भ्रष्ट कर्मचारीहरूको खाताबाट निकाल्नुपर्छ र यी कर्मचारीहरूलाई दिनुपर्छ, पूर्व राष्ट्र सेवकहरूलाई दिनुपर्छ। अहिले यो देशमा राजनैतिक वृत्तबाट चाहे त्यो पूर्व प्रधानमन्त्रीदेखि यो मन्त्रीहरूबाट अथवा विभिन्न निकायमा बसेर भ्रष्ट भएका सम्पत्तिहरू जहाँ जहाँ छन् ती सम्पत्तिहरूलाई राज्यको उसमा दाखिला गरेर त्यसबाट भए पनि राज्यको स्रोत खडा गरेर यी नाबालकहरूलाई पाल्नका लागि, त्यो परिवार पाल्नका लागि, आफूलाई औषध उपचार गर्नका लागि पेन्सन पश्चात जहाँ अशक्त भएको अवस्थामा चाहे त्यो एकल महिला होस् चाहे यो पेन्सनरत कर्मचारी हुन्, यिनलाई सम्मानपूर्वक एउटा दिने वातावरण यही अर्थतन्त्रको